अहिले हामी धेरै जस्तोको आँखा रातो भएको छ। किन भएको र यसले के हुन सक्छ? कन्जङ्टिभाइटिस, ड्राई आई सिन्ड्रोम, टेरिजियम, आई इरिटेसन एन्ड रेडनेस। यसको मुख्य कारण के हो त? यसको मुख्य कारण हो एयर पोल्युसन। सास फेर्नको लागि स्वच्छ हावा हामी सबैको मौलिक अधिकार यानि फन्डामेन्टल राइट हो। अहिलेको अवस्था हेरौँ त, न त हेर्न लायकको अवस्था नै छ, न त हेर्दै सास फेर्न लायकको हावा नै छ। हो, परिस्थिति साँच्चीकै गम्भीर छ, तर यो परिस्थितिलाई लिएर हामी किन गम्भीर हुन सकेका छैनौँ? म पनि एउटा आम मान्छे। सधैँ समाचार आउँथ्यो एयर क्वालिटी इन्डेक्स घट्यो, वर्ल्ड मोस्ट पोल्युटेड सिटी काठमाडौँ भनेर। तर मैले कहिले यो कुरालाई सिरियसली सोचिनँ। म लामताङ ट्रेक जाँदा एउटा टुरिस्टलाई भेटेको थिएँ। त्यो टुरिस्टले कुरामा मलाई भन्यो कि योर कन्ट्री क्यान नट इभन प्रोभाइड यु एयर टु ब्रिथ। योर कन्ट्री क्यान नट इभन प्रोभाइड यु एयर टु ब्रिथ। अब उसको कुरालाई गहिरेर सोच्न थालेँ मैले। WHO classified air pollution as human carcinogen. Carcinogen is the substance that causes cancer. सिम्पल वर्डमा भन्ने हो भने एयर पोल्युसनले हामीलाई क्यान्सर हुन सक्छ। यसको मेडिकल इफेक्टको कुरा गरौँ है त। ब्रेथिङ इन दिस पोल्युटेन्ट्स लिड्स टु इन्फ्लामेसन, अक्सिडेटिभ स्ट्रेस, इम्युनोसप्रेसन एन्ड म्युटाजेन्सी। यो कसरी गर्छ हामी अर्को भिडियोमा कुरा गरौँला। अहिले हामी जाउँ यसको मेडिकल इफेक्टतर्फ। The specific disease outcome most strongly linked with exposure to air pollution include stroke. स्ट्रोकलाई नेपालीमा हामीले पक्षघात भनेर बुझ्ने गर्छौँ। इस्केमिक हार्ट डिजिज, यो चाहिँ एउटा कार्डियोभास्कुलर डिजिज हो, यानि मुटु रोग हो, जसले गर्दा हार्ट एट्याक, अरेथमिया र सडन कार्डियाक डेथ हुन सक्छ। एयर पोल्युसनले गर्दा हार्ट एट्याक? हजुर हो, हुन सक्छ। क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, COPD, यसले हामीले इम्फाइसिमा अथवा क्रोनिक ब्रोङ्काइटिस भनेर नि बुझ्न सक्छौँ। यो एउटा लङ डिजिज हो, यानि छातीको रोग हो। खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ चाँडो लाग्ने जस्ता लक्षणहरू देख्न सक्छौँ। यसमा एउटा इन्ट्रेस्टिङ स्टोरी छ है। मेरो दाइ हुनुहुन्छ एकजना, छाती दुख्यो, खोकी लाग्यो भनेर चेक गराउन जानुभयो। डाक्टरले रिपोर्ट हेर्न साथै सुरुमै सोध्यो, कति बट्टा चुरोट खानुहुन्छ दिनको? इन्ट्रेस्टिङ कुरा यो हो कि दाइले अहिलेसम्म चुरोट नै छुनु भएको छैन। दाइ काठमाडौँ बस्नुहुन्थ्यो, जसको कारणले मात्र गर्दाखेरि दाइलाई लगातार 4 वर्ष क्रोनिक ब्रोङ्काइटिस भयो, जस्ट बिकज अफ एयर पोल्युसन। नाउ से, सुड वी or should we not think about air pollution seriously? लङ क्यान्सर, निमोनिया एन्ड क्याटरेक्ट। यो लङ क्यान्सरको एउटा पिक्चर हो। यसले बच्चामा रेस्पिरेटरी इन्फेक्सन, आस्थमा, डेभलपिङ ब्रोङ्काइटिसदेखि लिएर लङ ड्यामेजको रिस्क बढाउन सक्छ। यसले डेभलपिङ ब्रेनको साइज पनि अल्टर गर्न सक्छ। इन्क्रिज रिस्क अफ सेरेब्रल पाल्सी, न्युरो बिहेभियर प्रब्लम इन अर्बन युथदेखि लिएर लो बर्थ वेट, हाई ब्लड प्रेसर इन अर्ली लाइफ, पोस्टपार्टम डिप्रेसन र ग्रेटर चान्स अफ प्रिटर्म बर्थ पनि अकर गर्न सक्छ, जस्ट बिकज अफ एयर पोल्युसन। एडल्टको कुरा गर्ने हो भने यसले इट इन्क्रिजेस द रिस्क अफ डिमेन्सिया, डेभलपिङ सेभरल न्युरोलोजिकल डिसअर्डर, इन्क्रिजेस द रिस्क अफ डेभलपिङ पार्किन्सन्स डिजिज र यसले बोन ड्यामेज पनि गर्न सक्छ। ल अब तपाईँहरू आफै विचार गर्नु एयर पोल्युसन कतिको हार्मफुल छ र हाम्रो गभर्मेन्टले हामीलाई सास फेर्नबाट वञ्चित गरेको छ कि नै। थ्याङ्क यू फर वाचिङ।